हाम्रो आइटम फुडहरू चाहिँ हजुरहरूलाई कस्तो लागेको छ? राम्रो छ। म त रेगुलर जस्तै हो होइन, पहिला एकचोटि त बन्द भयो पनि होइन बिचमा, त्यतिखेर धेरै खोजेँ, कन्ट्याक्ट नम्बर त थियो, त्यही पनि मैले कन्ट्याक्ट चाहिँ गरेन, मेबी वाट रिजन भन्ने कुरा थाहा थिएन। र खोलेपछि चाहिँ प्रायः म यहीँबाट मगाउँछु मोमोहरू, प्रायः होम डेलिभरी पनि अस्ति लिएर जानुभएको थियो भाइले नै जस्तो लाग्यो होइन। प्रायः खानेकुराहरू चाहिँ राम्रै छ, हामीलाई चाहिँ मनपर्छ। हाम्रो अहिले यो फुडहरू पनि हाम्रो नयाँ आएको छ, ट्राई गर्दै गर्नु होला। हुन्छ सबै हुन्छ, अलि भेराइटी राखिदिनु भयो अझै बेटर होइन, किनकि मान्छे आउँछ बसेर खाने भएपछि अलिक खोज्छ पनि। यो आइटमहरू त रेगुलर आइटम चाहिँ पहिल्यैबाट देखिरहेको आइटमहरू छ प्रायः होइन। अब प्रायः मान्छेको ऊ चाहिँ मोमोमै जान्छ, हामीलाई चाहिँ प्रायः चाहिँ मोमो बेस्ट लाग्छ अझै है। भन्ने पर्दा अझै मैले फ्रोजन मोमोहरू पनि लिएर जान्छु घरमा, अनि मलाई चाहिँ मोमो चाहिँ बेटर लाग्छ यहाँको, अरूको ठाउँमा भन्दा अरू मोमो भन्दा चाहिँ यहाँको चाहिँ ठिक लाग्छ, तर मैले चाहिँ यहाँकै लिएर जान्छु। रिजनेबल छ, एकदम रिजनेबल छ है। हस्, थ्याङ्क यू।